नमस्ते नमस्ते के गर्नुभएको यो फोहोर यसो आँगन फोहोर जम्मा पारेर आगो अब यसरी फोहोर बाल्नु भएन न हेर्नु त तपाईँले प्लास्टिक बालिरहनु भएको छ बोरा बालिरहनु भएको छ हो हेर्नुहोस् त बुवा यस्तो धुवाले स्वास्थ्यमा कति असर पर्छ तपाईँलाई प्लास्टिकको धुवाले तपाईँलाई फोक्सोमा क्यान्सर हुन्छ र कार्बन डाइअक्साइड कार्बन निस्केको कारणले तपाईँलाई त असर गरे टोल छिमेकलाई झन् यसरी यो धुवाले तपाईँलाई असर गर्छ त्यसरी बाल्नु भएन नि त बुवा फोहोर बाल्ने खोइ केही भएको छैन अब धुवाले तपाईँलाई अहिले असर गर्दैन दीर्घकालीन रूपमा यसले ठुलो असर पर्छ त्यसैले तपाईँ जस्तो अगुवा व्यक्तिले अबका दिनहरूमा टोल छिमेकलाई पनि यसरी आगो बाल्नुहुन्न भनेर जनचेतना जोगाउनु पर्यो र तपाईँ आफै अगुवा भएर हिँड्नु पर्यो बुवा ल बुवा आफ्नो वातावरण आफैले जोगाउँ र तपाईँले अगुवा भएर यो टोल छिमेकलामा चाहिँ सरसफाइ गरौँ है बुवा म लाग्छु हस् त हस् ल हजुरले पनि यसो चाहिँ नि वातावरणको लागि चाहिँ यसो घर घरमा चाहिँ डस्टबिन राख्ने प्रयास गर्नु हामीहरू आगो बाल्दैनौँ हस् म वडामा पहल गर्छु बा हस् हस् नमस्कार नमस्कार ओहो दिदी के गर्नुभएको त्यस्तो भित्र फोहोर भयो अनि बाहिर फोहोर फालेको ओहो यहाँ बाहिर फालेको फोहोरले त झनै धेरै प्रदूषण हुन्छ नि त यसरी कहाँ बाहिर फोहोर फाल्न मिल्छ र यहाँ फाल्न मिल्दैन नि दिदी यसरी यो त फोहोर भयो नि हेर्नु त भित्र फोहोर भयो अनि सफा गरेर ल्याएर यहाँ बाहिर फालेको अब बाल्ने यसलाई ओहो त्यसरी बाल्दाखेरि त झन् वातावरण प्रदूषण हुन्छ वायु प्रदूषण हुन्छ अब यहाँ मच्छर लाग्छ यस्तो गरिब महिनामा त हेर्नु त मच्छर लाग्छ फोहोर हुन्छ त्यो मच्छरले हामीलाई टोकेपछि हामीलाई रोग लाग्छ ए हो र हामीले त सधैँ यसै गरी फालिराखेको छौँ हामीलाई त अहिलेसम्म रोग लागेको छैन यस्तो नि त दिदी हजुरले फाल्नुभयो हजुरलाई मात्रै नभइकन छर छिमेकी वरिपरि अरूलाई लाग्छ यो हावाले उडाएर अन्त पुर्याउँछ यो फोहोर फोहोर यहीँ कुहिएर झन् प्रदूषण हुन्छ प्लास्टिकहरू उडाउँछ यसलाई त नगरपालिकाको गाडीमा हालेर वातावरण त स्वच्छ राख्नु पर्यो नि त तपाईँ हामी मिलेर हामीले त अहिलेसम्म यस्तै गरी फालिराखेको अहिलेसम्म हामीलाई केही भएको छैन म त दिदी यसरी फाल्न मिल्दैन नि भन्दै जानुभयो अब हामी आफैले वातावरण यसरी फोहोर गरेपछि त आज नभए नि भोलि त फोहोरले गर्दा हामीलाई कति रोग लाग्छ ल यो फोहोरहरू चाहिँ हामीले नगल्ने फोहोरहरूलाई चाहिँ नगरपालिकाको गाडीमा फाल्ने र गल्ने फोहोरहरूलाई चाहिँ यदि घरमा ठाउँ छ भने बारीमा थोरै खाल्डो खनेर हामीले यसलाई कम्पोस्ट मल बनाएर पनि प्रयोग गर्न सक्छौँ यसरी जताभावी फालेर हामीले हाम्रो वातावरणलाई प्रदूषण गर्न हुँदैन है त लिनुहोस् थ्याङ्क यू अनि साँच्ची मैले हजुरलाई एउटा कुरा भन्छु भनेको हाम्रो पल्ला टोलको ढुङ्गेल बा हुनुहुन्थ्यो नि उहाँ त श्वास प्रश्वासको कारणले गर्दा बिरामी पो पर्नु भएछ त ए हो र हो नि म अस्ति बाटोमा आउँदाखेरि उहाँले प्लास्टिकहरू जम्मा गरेर आगो बालिरहनु भएको थियो अनि उहाँ बिरामी पर्नु भएछ अहिले हो नि हेर्नु न श्वास प्रश्वासको समस्या भनिसकेपछि त पक्कै पनि त्यो धुवा धुलोहरूले नै असर गरेर होला होइन अब यस्तो हाम्रो बुवाहरूलाई सम्झाउन पनि अलिकति गाह्रो त हुन्छ नै किनकि पहिल्यैदेखि बानी लागेको छ होइन तर हामीले कुहिने वस्तुहरूलाई चाहिँ कम्पोस्ट मल बनाउन पर्छ भनेर सिकाउन सक्यौँ भने र यो प्लास्टिक जन्ने नकुहिने वस्तुहरू चाहिँ नगरपालिकाको गाडी त अहिले घर घरमै आउँछ उहाँहरूलाई चाहिँ त्यसरी फाल्नुपर्छ है भनेर हामीले चेतना दिन सक्यौँ भने त यस्तो यो रोगहरूबाट महामारीबाट त हामी बच्न सक्छौँ नि है हो नि ए एउटा कुरा तिमीलाई थाहा छ के कुरा रजनी दिदी पनि बिरामी भएर डेङ्गु रोग लागेर हस्पिटल हुनुहुन्छ नि उहाँलाई भेट्दैन होइन हो र हो नि ठ्याक्कै त्यस्तै कुरा हेर्नुहोस् त अस्ति म तल पसलबाट आउँदै गर्दा रजनीले बाहिर आएर त्यो घरभित्रका कुहिने फोहोरहरू हुन्छ नि तरकारीको बोक्राहरू अरू त्यस्तै बढी भएका खानाहरू बाहिर ल्याएर फ्याँक्दै हुनुहुन्थ्यो अनि मैले दिदीलाई अरू प्लास्टिकहरू पनि फाल्दै हुनुहुन्थ्यो अनि मैले दिदीलाई यसरी नफाल्नुहोस् दिदी गर्मी महिना छ किरा फटेङ्ग्राहरू आउँछ मच्छर लाग्छ भनेर त मैले भन्दै थिएँ र दिदीलाई नि डेङ्गु लागेछ है भोलि दुवैजनालाई भेट्न जाउँ है हामी हुन्छ जाउँ न दिदीलाई डेङ्गु लाग्छ अब म दुवैजना मिलेर भेट्न जाउँ उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना गरौँ हाम्रो त्यही दायित्व त हो नि छिमेकी भएर त्यही त अब हामीले अरूभन्दा पनि यो सरसफाइ सम्बन्धीमा जनचेतना चाहिँ जगाउन अलिकति जरुरी नै देखिन्छ है हो नि हामी सबै मिलेर जनचेतना जगाउने कार्यक्रमको अभियान पनि सुरुवात गरौँ है हुन्छ वातावरण दिवसको सम्पूर्णमा शुभकामना वातावरण स्वच्छ राखौँ आफू स्वस्थ बनाऊ जबसम्म चल्छ प्राणीको सास तबसम्म चाहिन्छ स्वच्छ बतास